प्रधानमन्त्री भनेको यो देशको अभिभावकत्व ग्रहण गरेर काम गर्नुपर्ने मान्छेले एउटा एनईए को एमडीसँग रिस साटेर उहाँले लोड सेडिङ हटाएको होइन। यो मन्त्रीलाई के भएको, भारतलाई धन्यवाद दिनुपर्छ अरे। त्यसभए त उहाँले लगाएको ढाका टोपी पनि भारतको त्यो सियो त नेपालमा बन्दैन नि। उहाँलाई धन्यवाद दिनुपर्ने, उहाँले जहिले उठेर के दक्षिणतर्फ बसेर तोम शरणम गरेर सदन आउने त होइन होला नि, होइन। पेनिसिलिन बनाएको त इन्डियाले पनि होइन। हामी अबको सबैलाई गर्ने आफ्नो स्वाभिमान जस्तो कुरालाई उहाँले यस्तो हलुका अनुसार यो सदनमा बोलेका छन्। यस्ता मन्त्रीप्रति त के भन्ने, होइन। आश पनि केही छैन मलाई त। फट्याएको एक नम्बरमा यो के भन्छ मन्त्री परिषद लाग्छ, होइन। तर जनताको भावनालाई कस्तो मूल्याङ्कन गरेको। पहिला असीम मानिजीबाट अहिले जुन रूपमा कुलमान घिसिङलाई हटाइयो त्यसपछि आएको यो परिस्थिति आज संसद बस्न सकेन, सबैजना निस्किँदै हुनुहुन्छ। यो खास किन यस्तो जुन यो कुलमान घिसिङलाई निकाल्ने प्रपञ्च जुन रचेको थियो सरकारले केही अगाडिदेखि नै निकाल्ने स्पष्टीकरणको बहानामा पटक गर्दाखेरि यो फेरि केही हप्ता अगाडि हामीले के थाहा पायौँ भने फेरि प्रधानमन्त्री कार्यालयबाट अलिकति ब्याग भएको छ भन्ने कुरा हुँदै पनि अन्तमा आएर चाहिँ हिजो चाहिँ उहाँहरूलाई क्याबिनेटबाट निकाल्ने जुन अवस्था सिर्जना भयो त्यसमा एकदमै खेदजनक काम भएको छ। यो विनाशकाले विपरीत बुद्धि जस्तो सरकारले अति गर्दै अत्याचारको सीमा नागेको छ, होइन। एउटा राष्ट्र सेवक जसलाई चाहिँ पुरस्कृत गर्नुपर्ने मान्छे, होइन, त्यसलाई चाहिँ निकालेर यहाँसम्म अवस्था पुरा छ। तपाईँ हामी सबैलाई थाहा छ हिजोको दिनमा हामी चाहिँ 20 घण्टाको लोड सेडिङबाट आक्रान्त भएर बसेर यो देशमा बसौँ कि विदेश जाउँ हामी भनेर बस्दा आउँदाखेरि उहाँले एउटा आशाको दियो बाल्नु भएको। त्यस्तो मान्छेलाई राज्यले चाहिँ सम्मान गर्नुपर्ने, जो मान्छे 3 महिनापछि जाँदैछ उनलाई सम्मानपूर्वक विदाई गर्नुपर्ने मान्छेलाई उसलाई चाहिँ स्पष्टीकरण सोधेर डिस्करेज गरेर निकाल्नुपर्ने यो राज्यको कतिसम्मको यो रहेछ। यो जस्तो संसद नै बस्न नसक्ने अवस्था भने प्रधानमन्त्रीज्यूहरूलाई तपाईँले प्रश्न गर्ने क्रममा उहाँ आउनुपर्ने वातावरण छ, तर प्रधानमन्त्रीले बैठक राखिरहनु भएको छ। उता चाहिँ अब यहाँ यो संसदमा नआउनुको कारण के देख्नुभयो? हामीले प्रधानमन्त्रीज्यूसँग स्पष्टीकरण हामीलाई उहाँलाई किन निकालिएको भन्ने कुरा यहाँ संसदमा नआउन्जेलसम्म हामीले हाउस नचलाउने, हाउस चल्न नदिने भन्ने उहाँको उयो। सरकारले आफ्नो कदम चाहिँ यो फिर्ता लियोस्, यो फैसलाको विपक्षमा जाओस् र उहाँलाई पुनः बहाली गरोस् भन्ने हाम्रो आकाङ्क्षा पनि हो र जनभावना पनि हो। जनभावनाको कदर गरोस् भन्ने हाम्रो चाहना पनि हो। यता सुमना मानिसज्यूलाई नि यो प्रश्न, हिजो त तपाईँ सडकमै जानुभएको थियो विषयमा। अहिले जति आन्दोलित छन् उहाँलाई एकबद्धता जनाउन जानुभएको छ। कुलमान घिसिङ हट्ने बित्तिकै लोड सेडिङ हुन्छ भन्ने चिन्ता तपाईँहरूलाई हो कि या कुलमान घिसिङ जस्तो कर्मचारीलाई हटाउँदा जस्तो राज्यले अन्याय गर्यो भने के खास के हो? दुईटा कुरा हो। तपाईँले सत्ता पक्षकै, होइन, एमाले पार्टीको प्लेटफर्मबाट सांसद हुनुभएका मलाई जहाँसम्म लाग्छ सांसद ठाकुर गैरेजीले पनि सोध्नु भएको थियो प्रश्न। ऊर्जा मन्त्री आउँछ लोड सेडिङ हुन्छ भन्नुहुन्छ, अनि हाम्रो कुलमान घिसिङजीले लोड सेडिङ हुँदैन भन्नुहुन्छ, होइन। त्यो भन्दै गर्दाखेरि यो तपाईँको यो लोड सेडिङ हुन्छ हुँदैन, लोड सेडिङ भयो भने त हेर्नुहोस् धेरै कुरा जल्छ, होइन। तर यो लोड सेडिङ हुने मात्रैको कुरा होइन। हाम्रो काम गर्ने संस्कारहरू तपाईँहरू सबैजना जुन ठाउँमा काम गर्नुहुन्छ, होइन, तपाईँले आउनुभयो, बाइट लिनुभयो, सबै गर्नुभयो, तपाईँको कार्य सम्पादन मूल्याङ्कन 0 राखिदियो भने तपाईँलाई यही संस्थामा बसेर यही देशमा बसेर काम गरौँ जस्तो लाग्छ कि लाग्दैन नि, होइन। दुईटा कुरा हो। एउटा हाम्रो असीमजीको एकदम मार्मिक उहाँले जुन अघि कुरा सुनाउनु भयो, भित्र पनि सुनाइराख्नु भएको थियो, होइन। उहाँको करियर लिँदा भन न असीम, त्यो के थियो? यो तपाईँहरू जस्तै सञ्चारकर्मी भएर काम गर्दाखेरि 100 लिटरको डिजेल टेलिभिजन स्टेसनमा ल्याएर त्यसरी चाहिँ काम गरेको म आफै पनि, होइन। डिजेल खोज्न जानु पर्थ्यो एउटा टेलिभिजन चलाउनको लागि। त्यो अवस्थामा यो देशमा बसौँ कि विदेशमा जाउँ भन्ने सम्मको पुग्दाखेरि विदेश जानुपर्छ अब भन्ने डिसिजन लिइसक्दाखेरि कुलमान घिसिङको उहाँको व्यवस्थापकीय क्षमताले गर्दाखेरि यो लोड सेडिङ यहाँ घट्यो र हामी जस्ता मान्छे यो युवाहरू चाहिँ यो देशमा बस्न सफल भएका छौँ। त्यसको म एउटा इक्जाम्पल हो। यहाँ अहिलेसम्म यहाँ बस्न सकेको एउटा उसमा हो। र आज आएर ती मान्छेलाई चाहिँ यसरी लखेड्दाखेरि चाहिँ निकै नै चित्त दुख्ने काम पनि भएको छ क्या। अनि त्यसले गर्दाखेरि यो पछाडि यसका धेरै कुराहरू छन्। अहिले यो देखिएका अगाडि यस्ता छन् र पछाडि यसमा देख्दाखेरि यसमा कमिसनका कुराहरू, 100 करोडका कुराहरू, ठेकापट्टाका कुराहरू, धेरै यसमा
कुराहरू आइरहेका छन् होइन त्यो चाहिँ अब यो मिडियाका साथीहरूले पनि यसमा चाहिँ अलिकति हेर्नु होला र यस्तो डिसिजन जुन डिसिजनमा चाहिँ क्याबिनेटका मान्छेहरूमा फ्र्याक्सन आउँछ जुन पार्टीकै भित्रका मान्छेहरूको फ्र्याक्सन आउँछ यस्तो कुराहरूमा चाहिँ डिसिजन नलिनु पर्ने थियो होइन र उहाँहरूलाई चाहिँ यो डिसिजन भन्दाखेरि पनि जनताको मतलाई चाहिँ एकदमै कदर नगरेको होइन र उहाँहरूले सिधै पैसा हेरेको कमिसन हेरेको 100 करोडको कमिसन हेरेको मिसन 84 होइन कमिसन 84 हेरेको स्पष्ट हुन्छ भन्ने कुरा पनि म जानकारी गराउन चाहन्छु भनेको यहाँ आफ्नो मान्छे लग्यो भने अझ परिवारवाद यहाँ जोडियो प्रधानमन्त्री केपी शर्मा ओलीको त सालो पर्ने व्यक्तिलाई अहिले त्यो कन्फर्म हो लगेको भन्ने कुरा छ अब हामी कन्फर्म छैन तर त्यो कुरा आएको छ केही न केही जोडिएको छ त्यो भए पनि जस्तो यहाँ त एमालेको भागमा प्राधिकरण पर्यो र काङ्ग्रेसको भागमा गभर्नर पर्यो कि यहाँ भागवण्डाले बिग्रेको हो नि त देश होइन मान्यज्यू सुमना मान्यज्यू यसलाई अलिकति थोरै प्रश्न होइन एउटा चाहिँ नि मलाई चाहिँ थाहा छैन होइन यो नयाँ इडी एमडी चाहिँ नि यो सालो पर्छ भनेर सुनिएको छ तर त्यो हो कि होइन मलाई थाहा छैन सबै साक्ष्य चाहिँ नि ओलीजीको के भन्छ यो भति सालो पर्दैन भन्ने पनि त्यो पनि हामीले ख्याल गर्नुपर्छ होइन यो नयाँ आएको व्यक्तिलाई भन्दा पनि अहिलेको हामीले दुईवटा कुरा सोचौँ होइन जो मान्छेले राम्रो काम गर्छ त्यसको खुट्टा तान्नै पर्छ त्यो चरित्र हुनै पर्छ जताततै त्योबाट त हामी निस्किनुपर्छ त्यो संस्कार पनि हो र यो सरकार चलाउने भनेको यो इम्प्लिमेन्ट मात्रै होइन कि आदर्श नागरिक कसरी बन्ने हामीले समाज कसरी बनाउने हाम्रो समाजको मूल्य मान्यता के हो त्यो पनि देखाउने हो नि त होइन नयाँ जेनेरेसनलाई त्यो अभिभावक तपाईँ आफै सोच्नु तपाईँ दिनभर काम गरेर गएर घरमा तपाईँको बुवा आमाले तपाईँलाई बेसरी गाली गर्यो हेला गर्यो भने तपाईँलाई कस्तो महसुस हुन्छ प्रधानमन्त्री भनेको यो देशको अभिभावकत्व ग्रहण गरेर काम गर्नुपर्ने मान्छेले एउटा एनइएको एमडीसँग रिस साटेर उहाँले लोड सेडिङ हटाएको होइन यो मन्त्रीलाई के भएको भारतलाई धन्यवाद दिनुपर्छ अरे त्यस भए त उहाँले लगाएको ढाका टोपी पनि भारतको त्यो सियो त नेपालमा बन्दैन नि उहाँलाई धन्यवाद दिनुपर्ने उहाँले जहिले उठेर के दक्षिणतर्फ बसेर तोम शरणम गरेर सदन आउने त होइन होला नि होइन पेनिसिलिन बनाएको त इन्डियाले पनि होइन हामी अबको सबैलाई गर्ने आफ्नो स्वाभिमान जस्तो कुरालाई उहाँले यस्तो हलुका अनुसार यो सदनमा बोलेका छन् यस्ता मन्त्रीप्रति त के भन्ने होइन आश पनि केही छैन मलाई त फट्याएको एक नम्बरमा यो के भन्छ मन्त्री परिषद लाग्छ होइन तर जनताको भावनालाई कस्तो मूल्याङ्कन गरेको मैले जब कुलमान घिसिङ भन्ने पात्र चिने त्यति बेला मलाई यो को मन्त्री केही थाहा थिएन लोड सेडिङ थियो लोड सेडिङ हटाउने मान्छे यो हो भनेर मात्रै थाहा थियो त्यस्तो रेस्पेक्ट गर्ने मान्छेलाई जुन तरिकाले अहिले यो सरकारले ट्रिट गरेको छ त्यो चाहिँ नि एउटा हेपा प्रविधि एउटा अरूले राम्रो काम गरेको देख्न नसक्ने होइन अनि आफूले क्रेडिट पाएन भनेर यो त अब लोड सेडिङ हटाएको भारतलाई धन्यवाद दिनुपर्छ अरे कहाँबाट आउँछ के यस्तो बुद्धि कहाँबाट हुन्छ यस्तो मन्त्री कहाँबाट हुन्छ यस्तो सांसद यो नेता बन्न लायकै मान्छेहरू होइनन् यस्तो तपाईँहरूलाई नि रिस उठिरहेको होला नि मलाई त एकदम रिस पनि उठिरहेछ चित्त पनि दुखिरहेछ यस्तो गर्नु पाइँदैन होइन अहिले हिजोदेखि आज म सडकमा किन गएँ सदनमा जहिले आउँछ सहकारी पीडितहरूको यो भएन यो अध्यादेशले रिजल्ट दिँदैन यो त त्यो के भन्छ संसदीय समितिमा काम गरेको सांसद सूर्य थापाले पनि बोलिसक्नु भयो यसले भएन यसरी काम गरौँ भेटेर भनौँ यहाँ भनौँ तर बाल दिने रहेछ सुन्दै नसुन्ने रहेछ भनेपछि त सडकमा त जानुपर्छ जस्तो यो भन्दै गर्दा जो लोकप्रिय व्यक्तिहरू छन् लोकप्रिय व्यक्तिमाथि नै केपी शर्मा ओली र उहाँको सरकारी सेट लाग्नु भनेको त नमजाको देखियो नि होइन अब यो किन लाग्नु भयो भन्ने कुरामा चाहिँ इम्पोर्टेन्ट होला जस्तो लाग्छ मलाई क्या यो यतिकै त लाग्यो त होइन होला नि त योभन्दा पहिला पनि लाग्नु भएको छ किनभने उहाँको स्वार्थ नमान्दिने हो नि त स्वार्थ मानिदिएको भए त यो यति विवाद हुँदैन थियो होला नि त स्वार्थ अनुसार एउटा राष्ट्र सेवकले राष्ट्रलाई प्राथमिकतामा राखेर काम गर्ने होला काम गरेपछि रिजल्ट पनि आइरहेको छ हिजो उहाँलाई निकाल्दाखेरि पनि चेपाङ बस्तीमा बत्ती बालिराख्नु भएको थियो होइन अनि त्यस्तो मान्छेलाई चाहिँ अनि निकालेर चाहिँ आफ्नो चाहिँ उद्देश्य पूर्ति गर्न चाहिँ अलिकति ठिक देखिएन र यो जुन अवस्थामा अहिले जर्जर अवस्थामा छ अहिले गणतन्त्र र राजावादीको एउटा त्यो आम्ने सामने हुने जुन अवस्था छ यो बेलामा त मलाई त यो सरकारले नै मलदल गरे जस्तो पनि लाग्छ क्या यो चिजमा चाहिँ त्यो जति चाहिँ निराशा जति जनतामा अझ बढाइदिएपछि त एउटा मार्शल ल लाउने हिसाब हुन्छ होइन त्यसले गर्दाखेरि चाहिँ यो जानिकन चाहिँ यो चाहिँ गरिरहेको जस्तो लाग्छ क्या त्यो डिसेटिस्फ्याक्सन हामी युवाहरूलाई त एउटा त्यो डिसेटिस्फ्याक्सन त छँदैछ त्यो चाहिँ एउटा कहीँ न कहीँ त भ्याकुम भएर जम्मा भइरहेको छ नि त्यसलाई निकाल्नको लागि चाहिँ यस्तै गरेर गर्ने बालनलाई प्रशासकीय अधिकृत
पठाइदिने। कस्तो भन्दाखेरि काम गर्ने मान्छेहरू सबै विदेश छ हौ, विदेश गएर मरिमिटी काम गरेर रेमिटेन्स पठाऊ, त्यो रेमिटेन्सको भरमा चाहिँ नि उहाँहरूले मोज मजा गर्ने, तर प्रश्न सोध्ने चाहिँ नि कोही नहोस् भनेर त्यो हेतुले गरेको जस्तो पनि लाग्छ मलाई। होइन, एउटाबाट अर्को भयो। 84मा मिसन 84 गऱ्यो, कमिसन 84, 100 करोड यता ऊर्जाबाट, 40 करोड गभर्नरबाट, होइन, अनि त्यो जम्मा गरेर अनि मिसन 84 एकातिर छ होइन। जस्तो अर्को व्यक्ति जो नियुक्त गरिएको छ उहाँ आएपछि सबै कुरा सकिन्छ, फेरि मुलुक लोड सेडिङतिरै जान्छ भन्दा अहिले नि ग्यारेन्टी दिनुपर्छ होइन। ग्यारेन्टी त हामीले बोल्नै पर्दैन, यो त ऊर्जा मन्त्री आफैले सदनमा आएर बोलेको कुरा हो, लोड सेडिङ हुन्छ भनेर। उहाँलाई सोध्नुपर्ने प्रश्न हो, तपाईँको प्लान चाहिँ नि के हो त लोड सेडिङ गर्न नहुने भन्ने? यो सदनमा उहाँले रोस्टमबाट भनेको कुरा हो, राष्ट्रसभामा गएर बोलेको कुरा हो, शून्य समयमा उठेको प्रश्न हो, यो हामीले उठाएको प्रश्न होइन। अब पनि लोड सेडिङ भयो भने चाहिँ नि सरकार खबरदार जे पनि चल्छ।